guys, हेर्न सक्नुहुन्छ A guys. few moments later. वेलकम टु माई न्यू भ्लग. र आजको सिन चाहिँ यस्तो छ भन्दाखेरि चाहिँ अब तिहारको माहौल छ होइन. तिहार चाहिँ आइरहेको छ, तिहार चाहिँ एकदमै नजिक छ. र आज चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ कुकुर तिहार रहेको छ. र आज चाहिँ हामीले आफ्नो घरमा, जुन यो घर छ हाम्रो घरमा चाहिँ हामीले आज लाइटको बन्दोबस्त गर्छौँ है. लाइटहरू लगाइहाल्छौँ जुन चाहिँ एकदमै रातिको समयमा चाहिँ एकदमै राम्रो देखिन्छ कि रातिको समयमा चाहिँ है. र मैले चाहिँ आज त्यो स्पेसली लिएर आएको थिएँ दोकानबाट. र त्यही आज चाहिँ हामी त्यो घरमा लगाउनेछौँ त्यो लाइट. र त्यो लाइट लाउँदाखेरि हाम्रो घरको सिन कस्तो देखिन्छ होला, एकदम मतलब बाहिरबाट हेर्दाखेरि कस्तो देखिन्छ होला जस्तो चाहिँ पक्कै पनि मलाई त एक्साइटमेन्ट भइरहेको गाइजहरूलाई नि एकदमै एक्साइटमेन्ट भइरहेको छ होला भन्ने चाहिँ मैले आशा गर्छु. र हेर्दै जाउँ कस्तो हुन्छ. र मैले ल्याएको थियो हजुरलाई देखाउने बाँकी छ. हेरौँ है त. यति धेरै लाइट छ कि मैले यहाँ लिएर आएको थिएँ कि आज चाहिँ लिएर आएको थिएँ कि मैले यत्रो यो दोकान ल्याएको कि उहाँबाट ल्याएको थिएँ मैले आज गाइस. र यसलाई चाहिँ आज हामीले घरमा चारैतिर बााउन्ड्री लगाउने गाइस. बााउन्ड्री अब हेरौँ कतिको लगाउन सकिन्छ होला लाइट. तर हेर्दाखेरि त्यो लाइट एकदमै बोबाल छ कि एकदमै बोबाल छ गाइस, एकदमै बोबाल छ. एकदमै राम्रो छ कि यो, मतलब राम्रो सिन आउँछ कि यसबाट. म अझै हेर्न चाहन्छु, देखाइदिन्छु हजुरलाई. हुन्छ गाइज, हेर्न सक्नुहुन्छ गाइज. उहाँबाट ल्याएको मैले तार हेर्न सक्नुहुन्छ. यहाँ हेर्न सक्नुहुन्छ यस्तो बवाल छ कि हो कि होइन गाइज भन्नु त. यस्तो बवाल छ नि लाइट यस्तो बवाल छ नि गाइज. यस्तो बवाल छ कि लाइट यस्तो बवाल छ होइन. एकदमै खतरा खालको लाइट चाहिँ हुन्छ. यस्तो छ नि, यस्तो छ. यसमा चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि चाहिँ यसलाई आज यस्तो वेमा डेकोरेट गर्नु नि, यस्तो वेमा कि भाइ कसरी अहिलेसम्म गरेन होला कि यस्तो. यो त लास्ट लामो कि तार फेरि हेर्नु सक्छु यति लामो छ नि. यो यहाँ यस्तो लामो छ यो तार. अब यो तारलाई अब डेकोरेट पुरै यता अब हाम्रो त यस्तो बााउन्ड्री छ नि त होइन. हाम्रो त अब त्यो पुरै अगाडिको फेसदेखि लिएर भित्रसम्म त पुऱ्याउनु पर्छ. अब भित्रबाट अब अगाडिको फेससम्म पुरै पुऱ्याउँदाखेरि चाहिँ अब कतिको हामीले अब गर्न सक्छौँ भन्ने कुरा हो कि. त्यसलाई अब कसरी डेकोरेट गर्न सक्छौँ हेरौँ न. लाइट निभ्नी बन्ने नि भयो. अब यसलाई चाहिँ छिटोभन्दा छिटो हामीले चाहिँ अब डेकोरेट गर्छौँ है त. गाइज हेर्न सक्नुहुन्छ मैले फाइनली चाहिँ डेकोरेट गरिरहेको थिएँ. हेर्न सक्नुहुन्छ यहाँबाट गयो तार, यहाँबाट गएर यहाँसम्म गइरह. फाइनली मैले डेकोरेट गरिरहेको थिएँ. यहाँको तार हेर्न सक्नुहुन्छ. यहाँदेखिबाट हामीले तार ल्याएको र यहाँदेखिबाट पुरै तारलाई हामीले डेकोरेट गरिरहेका छौँ. हेर्न सक्नुहुन्छ यो तारको जुन लेन्थ छ नि, हेर्न सक्नुहुन्छ हाम्रो तारको लेन्थ यहाँसम्म आइपुगेको थियो. र यहाँदेखिबाट अब यो तार पुरै चाहिँ भित्रसम्म. अब यसको नजारा भनेको चाहिँ बेलुकातिर हेर्न सकिन्छ. हाम्रो यसको नजारा चाहिँ बेलुकातिर हेर्न सकिन्छ. बेलुका हेरौँला कि नजारा कस्तो देखिँदो रहेछ हाम्रो चाहिँ बेलुकातिर हेरौँला रहेछ. हाल्न त मैले आफैले डेकोरेट गरेँ हो. अब बेलुकाको हेरौँ दृश्य, घर कतिको उज्यालो देखिँदो रहेछ भनेर त्यति बेलासम्म हेर्दै राख्नु होला है त. हे गाइज, आजको लागि यति नै. आजको भ्लग अब यहीँ एन्ड गरौँ. र हेर्न सक्नुहुन्छ लाइटिङ चाहिँ कस्तो बवाल नै छ होला होइन. लाइटिङ लगाइयो. अब तिहार भोलि पनि छ, पर्सि पनि छ होइन. र भोलि पर्सिनिका पर्सि डेली भ्लग्सहरू आउँछन्, हेर्नु होला. र आजको भ्लग चाहिँ यति नै थियो. सानो थियो, छोटो थियो, तर आई होप यु अल इन्जोय दिस भिडियो है. यदि मेरो भिडियोलाई हजुरले मन पराउनु भयो भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला. थ्याङ्क यू सो मच फर वाचिङ. बाई.